मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्ला। म विगतमा सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको नाताले पनि सिन्धुपाल्चोकसँग छुट्टै सम्बन्ध गाँसिएको छ जस्तो लाग्छ। अस्ति पनि आएको थिएँ म, बेला बेलामा आइरहनु मन लाग्छ। त्यही माथि मेलम्ची नगरपालिका पहिले अत्यन्तै मनोरम सुन्दर ठाउँ, राजधानीबाट ज्यादै नजिकको ठाउँ, पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण ठाउँ। तर समयको खेल, हामी सिन्धुपाल्चोकवासी विपदबाट बेला बेलामा प्रताडित र पीडित भएको अवस्था छ। म 2072-73 सालमा भूकम्प पश्चातको साह्रै पीडादायी क्षणमा तपाईँहरूसँग सँगै रहेर तपाईँहरूलाई साथ सहयोग दिन उपस्थित भएको थिएँ। त्यही बिचमा त्योभन्दा अगाडि नै पनि जुरे पहिरोले धेरै जनधनको क्षति गरेको थियो। त्योभन्दा पछाडि भटेकोसीमा आएको बाढीले तातोपानी लगायतका नदी किनाराका बस्तीहरू पनि धेरै बगाएको थियो। त्यो म हुँदैको अवस्था। त्यसपछि पनि विपद घट्न सकेको छैन। विपदबाट सिन्धुपाल्चोकले पीडा भोग्न कम भएको देखिएको छैन। अब हामी जहाँ बसिरहेका छौँ छेउमा मेलम्ची बगिरहेको छ। पहिला पहिला कलकल बग्ने इन्द्रावती हुन्थ्यो, अहिले त बाढीले ढुङ्गा र बालुवा मात्रै बोकेर ल्याउँछ कि भन्ने पनि त्यसले चाहिँ उपमा दिइरहेको छ। अघि पनि प्रस्तुतिमा पनि धेरै विवरणहरू दर्शाउनु भयो। वडा अध्यक्षज्यूले आफ्नो पीडा पनि पोख्नुभयो। जनताको पीडामा मलम लगाउन जान्छु भनेको जनप्रतिनिधिले नै आफैले पीडा पोखिरहनु परेको छ। उहाँले आफ्नो मात्रै होइन है, तपाईँहरू सबैको पीडा पोख्नु भएको जस्तो लाग्छ मलाई। यसले धेरैजनाको चाहिँ जनधनको क्षति, धेरै समय जनधनको क्षति पुर्याइरहेको छ र यो क्रम घटिरहेको छैन। यो चाहिँ ज्यादै चुनौतीपूर्ण विषय हो। यो चुनौतीको सामना गर्न हामी सबै सक्षम हुनुपर्छ। हामी इन्डिभिजुअल रूपमा, व्यक्तिगत रूपमा तपाईँ हामी पनि तयार हुनुपर्छ। संस्थागत रूपमा यस क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घ संस्थाहरू पनि तयारीका साथ रहनुपर्छ भने स्थानीय सरकार, जुन सङ्घीय प्रणाली स्वरूप हामीले जनताको नजिक सिंहदरबार पुर्याएको भन्ने हाम्रो भनाइ छ। स्रोत साधन र जनशक्तिको सीमितता भए पनि अधिकार जिम्मेवारीको हिसाबमा स्थानीय सरकारहरू एकदमै सबल छन्, सक्षम छन् र सीमित स्रोत साधनलाई पनि महत्तम उपयोग गरेर जनताका समस्याहरू टार्नलाई स्थानीय सरकार कटिबद्ध छन् भन्ने मेरो बुझाइ छ र मेलम्ची नगर सरकार पनि पक्कै त्यो दिशामा छ भन्ने मेरो बुझाइ छ। काहीँ कमी छ भने त्यसलाई सुधारेर जानुपर्छ, कुनै कमजोरी छ भने दोहोऱ्याउन हुँदैन, समस्या छ भने समाधान गरेर जानुपर्छ। चुनौतीको सामना गर्ने सक्षमता अभिवृद्धि गर्दै मेलम्चीवासी मात्रै होइन, यसका छरछिमेकका कुराहरू समग्र जिल्ला र मुलुककै समग्रमा हामीले हुँदा समाजको समृद्धि र विकासमा स्थानीय जनप्रतिनिधिमूलक संस्था सक्षम र सबल हुँदै जनताको समस्या समाधान गर्दै समुन्नत राष्ट्र निर्माणमा अग्रसर हुन सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। हामी अहिले मन्त्रालयको टिम विपद व्यवस्थापन सहित विपद व्यवस्थापन महाशाखा पनि यहीँ हुनुहुन्छ, योजना महाशाखा पनि यहीँ हुनुहुन्छ, जिल्लाको विपद व्यवस्थापनसँग सम्बन्धित हाम्रो जिल्ला विपद व्यवस्थापन समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारीहरू सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको दुवैजना यहीँ हुनुहुन्छ। हामी अहिले विपदबाट भएका क्षतिहरूको अनुगमन गर्दै त्यसको पुनर्निर्माण र पुनर्स्थापनाका सन्दर्भमा के कस्ता काम कारबाहीहरू भइरहेका छन् र सरकारले त्यसलाई कसरी सहजीकरण गर्न सक्छ भन्ने सन्दर्भमा यहाँ उपस्थित भएका छन्। यो कार्यक्रमको आयोजना गरेर प्रमुख आतिथ्यता ग्रहण गर्ने अवसर, मेलम्चीको विपद व्यवस्थापनसँग सम्बन्धित प्रस्तुति र अन्य विषयहरूको पनि जानकारी गराउने जुन चाहिँ कार्यक्रम राख्नुभयो र त्यसमा प्रमुख आतिथ्यता ग्रहण गर्ने अवसर दिनु, त्यसका लागि आयोजकलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र यो कार्यक्रममा आउँदै गर्दा हामीले बाटामा हेर्दै पनि आयौँ, बाटो बिग्रिएको छ, भत्किएको छ, खोलामा बालुवाको सतह बढेको छ। बालुवालाई स्रोतको रूपमा उपयोग गर्ने पक्षहरूले त्यसलाई अलिकति अनियन्त्रित रूपमा दोहन गरेको पनि हामीले अनुभूति गर्यौँ। यो सबै हेर्दै गर्दा विपद हामीले टार्न त सक्दैनौँ,
तर यसबाट हुन सक्ने क्षतिलाई चाहिँ हामी सबै मिलेर न्यूनीकरण चाहिँ गर्नु जरुरी छ। यो विगतका विपद मात्रै होइन, यही वर्षको असोजको 10 देखि 12 गतेसम्म अविरल वर्षा भयो मध्य क्षेत्रमा, विशेष गरी बागमती प्रदेशमा, अलि केही कम कोशी प्रदेशमा, र यसमा आएको विपद पछिको बाढी पछिको क्षतिको हिसाबमा मध्य प्रदेशमा, यी 3टा प्रदेशमा यो असोजको विपदले ज्यादै ठुलो नोक्सानी गरेको छ। विगतका विपदले मात्रै नभएर वर्तमान विपदले पनि मेलम्ची, सिन्धुपाल्चोक र बागमती प्रदेश पीडित नै छ। यो सन्दर्भमा हामीले विपद भइसकेपछि क्षतिमा दुःख मनाएर बसिरहने हो कि विपद हुनु पूर्व नै विपद अवश्य बाँकी छ, हामीले टार्न सक्दैनौँ र यसबाट हुन सक्ने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, कमभन्दा कम क्षतिमा विपदलाई सामना गर्न सकिन्छ भन्ने सन्दर्भमा व्यक्तिगत तहमा, पारिवारिक तह, समाज समुदायको तह, स्थानीय सरकारको तह र जिल्ला तहबाटै यसलाई पूर्व तयारीका कामहरूमा हामी कति अगाडि बढेका छौँ। जस्तो हामी हेर्दै आयौँ, सडकको किनारामा मेलम्ची नदी इन्द्रावती बगिरहेको छ, छेउछाउमा क्रसर उद्योगहरू अत्यन्तै धेरै छ। ती क्रसर उद्योगहरूले मापदण्ड पालना गरिरहेको छ कि छैन, त्यहाँबाट स्रोत साधनहरू उत्खनन गर्दै गर्दा हाम्रा प्रचलित कानुनले तोकेका EIA लगायतका अध्ययन विश्लेषण गरेको छ कि छैन, कति हामीले त्यहाँबाट माल वस्तुहरू उत्खनन गर्नुपर्ने हो, त्यहाँबाट कति ढुवानी गर्नुपर्ने हो, ती कुराहरू हेरिएको छ कि छैन उठाएकै ठाउँमा। त्यसपछि हामीले हेर्दै जाँदा सवारी साधनमा ट्रिपरमा ती सामग्रीहरू लोड गरेर जाँदै गर्दा सडकको अवस्था कस्तो छ, त्यो सडकले कति भार वहन गर्न सक्छ, त्यो भारको मापदण्ड पालना गरेको छ कि छैन, यहाँ सुरक्षाकर्मी साथीहरू पनि हुनुहुन्छ, त्यो अनुगमन पनि तपाईँ हामीले नै गर्छ। बढी भार भएको ट्रक उड्दै गर्दा ती कम भारमा मात्रै चल्न सक्ने गरी तयार गरेको सडक पूर्वाधार क्षतविक्षत भइरहेको छ। धेरै पटक गुनासाहरू पनि आउँछ, तपाईँहरूका त्यहाँ धुलो उड्यो मात्रै होइन, सडक भाँसियो, भत्कियो, बनाएन भनेर आम नागरिक फेरि सडकमा आइरहेको पनि हामी पटक पटक देखिरहेका छौँ। हाम्रो सिडिओ साहबहरूले, सुरक्षाकर्मी साथीहरूले त्यसको सामना गरिरहनु परेको छ। त्यस कारणले यी विषयहरू पनि हामीले समयमा नै त्यसको सम्बोधन गर्नुपर्ने हुन्छ र गरेनौँ भने त्यहाँ अनावश्यक दोहन हुँदा, बढी भार भएका सवारी साधन हुँदा सडक भाँसिने, भत्किने र फेरि अर्को दुर्घटना भएर अर्को धनजनको क्षति हुन सक्ने सम्भावना त्यत्तिकै रहन्छ। त्यस्तै गरी हामी हेर्दै गर्दा सडकको किनारमा मात्रै होइन, खोलाको किनारमा पनि बस्ती बढिरहेको छ, खोला बढिरहेकै छ, बाढी आइरहेकै छ। हिउँदो सहितको बाढी आउँदा अहिलेको मेलम्ची बजार लगभग सबै डुबेको अवस्था थियो भनिसकेपछि फेरि त्यसबाट पनि पाठ नसिकेर पुनः खोलाकै किनारमा गएर टहरू हाल्न थाल्यो भने जिम्मेवारी को? हाम्रो एउटा विगत मतलब परम्परागत उखान छ, भिरबाट लडेकालाई काँध थाप्न सकिँदैन, राम्रो मात्रै। फेरि सरकारमा बसेर समाजका चाहिँ जिम्मेवार व्यक्तिहरू त्यो भन्न पनि मिलेन। त्यसले गर्दा यो विरोधाभासको बिचमा आम नागरिकलाई सजग र सचेत बनाउने, नागरिकले पनि आफू नागरिक भएको जिम्मेवारी र कर्तव्य बोध गर्नु। सडकमा गाडी कुद्छ, गाडी अगाडि दौडेपछि त दुर्घटना अवश्य भएको छैन। त्यस कारणले सडकमा किनाराबाट हिँड्ने, आफ्नो तहबाट हिँड्ने, सडक सुरक्षाका मापदण्डहरू पालना गर्दै हिँड्यो भने नै सुरक्षित भइन्छ। त्यसले गर्दा नागरिकले नागरिक कर्तव्य पनि बोध गर्नुपर्छ, पालना गर्नुपर्छ र त्यो पालना गराउने दिशामा स्थानीय सरकार, जनप्रतिनिधिहरूको भूमिका र जिम्मेवारी एकदमै महत्त्वपूर्ण छ। त्यसमा पनि तपाईँहरू लागिरहनु भएको छ भन्ने लाग्छ र यदि कमी छ भने थप सजगता सचेतनाका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा र विश्वास पनि छ। बाढी पहिरो मात्रै होइन, सिन्धुपाल्चोकमा चट्याङ पनि त्यत्तिकै छ, चट्याङबाट पनि नागरिकहरू पीडित छ। मृतकको सङ्ख्या हाम्रो प्रतिवेदनले देखाइरहेको छ। अहिलेको समय भनेको फेरि आगलागी, सिन्धुपाल्चोकमा पनि आगलागी घटेको छैन। मेलम्ची नगरपालिकाको क्षेत्रभित्र पनि वन जङ्गल छन् नै, वन जङ्गल मात्रै होइन, घरमा पनि आगो लागेको अवस्था छ। एउटा सर्वेक्षणले अथवा प्रतिवेदनले के पनि देखाएको छ भने आगलागीको घटना भनेको 96% घटनाहरू मानवीय कारणले हुँदछ, हाम्रो लापरवाहीले हुँदछ। चुरोट खायो फ्याँकेको अवस्था छ,
होइन बाली लाउने बेला भयो डढेरो लाउनु पायो मल आउँछ कि भनेर त्यहाँ पनि गरी मलिलो पानी आउँछ कि भनेर त्यहाँ पनि लगाउने गरिएको छ। अनि फेरि हाम्रा असावधानी अब नगरपालिकाको कार्यालयभित्रैको कुरा अहिले तपाईँहरू आफै जानकार हुनुहुन्छ। हाम्रो घरमा घर निर्माण गरिएको छ, विकासले सुविधा दिएको छ, बिजुली बत्ती बाल्नु परेको छ, वायरिङ केबलहरू अलिक कमसल प्रयोग भएको छ कि सस्तोको नाममा अलि दक्ष जनशक्ति नभएर आफैले यसो तार टाँगेको अवस्था छ कि त्यसबाट विद्युत सर्ट भएर चाहिँ हुन सक्ने आगलागीको घटना अत्यन्तै धेरै भइरहेको छ। अन्यत्र मात्रै होइन, सिंहदरबारभित्र पनि अस्ति मान्य मन्त्रीज्यूकै चेम्बरमा पनि आगलागी भएको घटनाहरू तपाईँले सुन्नुभएकै छ। त्यो कहाँबाट सिर्जना भयो भने विद्युत सर्टबाट भयो। भनिसकेपछि यी हरेक घटनाहरूमा हाम्रा कमजोरीहरू धेरै छ। आफै आगो लाग्ने भनेपछि ज्यादै कम छ। त्यस कारणले आगलागीबाट वन जङ्गल मात्रै होइन, हाम्रो घर गोठ पनि जलेको छ, मान्छेहरू परेका छन्। त्यस कारणले यो विषयमा सजगता र सावधानी अपनाउन जरुरी छ। यी कुराहरू सबै विपद अन्तर्गतकै विषयहरू हुन्। तसर्थ यो उपस्थितिको सन्दर्भमा यो कार्यक्रमकै मार्फत म नगर प्रमुख लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा विपद तपाईँ हामीले टारेर टर्दैन, तर त्यसबाट हुने क्षतिलाई तपाईँ हामीले सावधानी अपनायौँ भने पछि पछुताउनु पर्दैन। त्यसका लागि तयारी गर्न, सावधानी अपनाउन आफू मात्रै होइन, जस्तो सवारी चालकले आफू जोगिन्छु मात्रै भनेर भएन, अर्को सवारी चालकले अनियन्त्रित भइदियो भने, असावधानी अपनाइदियो भने फेरि दुर्घटना हुन्छ। त्यसले गर्दा हामी सबै मिलेर विपदलाई न्यूनीकरण गर्नुपर्छ र विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ। त्यसका लागि स्थानीय तहमा मेयर साहबकै अध्यक्षतामा स्थानीय तह विपद व्यवस्थापन समिति पनि छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद व्यवस्थापन समिति पनि छ। यहाँ पूर्व तयारीका योजनाहरू पक्कै बनेका छन्। हामीले आफै मात्रै होइन, विभिन्न स्थानीय सङ्घ संस्थाहरू, दात्री निकायहरू, साझेदार संस्थाहरू धेरै लगानी गरेका अवस्था छ। तिनीहरूले विपद व्यवस्थापनका पूर्व तयारीका योजनाहरू, हामीले न्यूनीकरणका योजनाहरू बनाएका छौँ। त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर आगामी दिनमा सकभर त विपद नआओस् नै सबैले प्रार्थना गरौँ। तथापि आइहाल्यो भने पनि जनधनको क्षति नहोस्, त्यसका लागि तयारीका कामहरू गर्नलाई म विशेष आग्रह पनि गर्न चाहन्छु। र विगतका विपदहरूको बाट भएका क्षतिहरूको पुनर्निर्माण पुनर्स्थापनाको कार्य अगाडि बढिरहेको छ। यो पछिल्लो चरणमा पनि मेयर साहबसँग अघि त्यहाँ अनौपचारिक रूपमा छलफल हुँदै गर्दा पनि विभिन्न संरचनाहरू क्षति भएका छन्। त्यसको पुनर्निर्माणका लागि उहाँहरूले तपाईँहरूको यो स्थानीय विपद व्यवस्थापन समितिबाट पनि निर्णय भएर पठाइसकेको भन्नुभएको छ। शिव साहब यहीँ हुनुहुन्छ। जिल्ला विपद व्यवस्थापन समितिले पनि सबै पालिकाहरूका यी क्षति भएका संरचनाहरूको पुनर्निर्माण र पुनर्स्थापना, निजी आवासको पुनर्निर्माण र पुनर्स्थापनाका लागि पनि तपाईँहरूले काम गरिरहनु भएकै होला। यदि कमी भएको छ भने समयमा नै त्यसलाई त्यो योजनामा समावेश गर्नलाई पहल गर्नुहुनेछ। तपाईँहरूबाट आएका निर्णयहरू, योजनाहरू र विवरणहरूलाई हाम्रो केन्द्रमा मन्त्रालय छ, विपद व्यवस्थापन, यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ। यसले तपाईँहरूले पठाएका योजनाहरूलाई एकीकृत गरेर यो मौसमजन्य र भूकम्प पछिको पुनर्निर्माण र पुनर्लाभको योजना तयार गरेर विपद व्यवस्थापन कार्यकारी परिषद, राष्ट्रिय परिषदबाट पनि स्वीकृत गरेर त्यो पुनर्निर्माण र पुनर्स्थापनालाई अगाडि बढाइसकेको छ। त्यसमा यदि योजनाहरू छुटेका छन् भने पनि तपाईँहरूले दुईटा तरिकाबाट त्यसलाई चाहिँ अगाडि बढाउन सक्नुहुन्छ। त्यसमा पुनः थप गर्नको लागि पनि पहल गर्न सकिन्छ भने अहिले नयाँ बजेट र योजनाको बेला पनि भएको छ। तपाईँहरूले त्यो नयाँ बजेट योजनामा ती पुनर्निर्माणका कार्यक्रमहरूलाई पनि अगाडि लिएर जान सक्नुहुनेछ र त्यो जोडेर जान सकिन्छ। यो कार्यक्रममा, यो पुनर्निर्माण र पुनर्स्थापनाको कार्यमा पालिकाले सिधै पनि अर्थ मन्त्रालयमा पठाउन सक्छ, प्राधिकरणमा पठाउन सक्छ। पालिकाले जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश विपद व्यवस्थापन समिति हुँदै पनि केन्द्रमा पठाउन सक्नुहुन्छ। त्यसले गर्दाखेरि मूलत सार्वजनिक पूर्वाधारहरूको निर्माण र पुनर्स्थापनाका सन्दर्भमा एउटा किसिमले जानुपर्नेछ र निजी आवासहरू पनि क्षति भएका छन् भने तिनीहरूको हामीले अस्थायी आवासका लागि र स्थायी आवास निर्माणका पुनर्निर्माणका लागि पनि सरकारले अनुदानको व्यवस्था गरेको छ। तत्काल क्षति भइहाल्यो भने पनि अहिले त सिडिओ साहबहरूले 15 देखि 20 हजार रुपियाँ तत्काल व्यवस्थापनको लागि खर्च गरिरहनु भएको छ।
मृतकको हकमा मृतकको परिवारले प्रति मृतक 2 लाखका दरले र एउटा परिवारले एकभन्दा बढी मृतक भएको छ भने थप 1 लाखका दरले उपलब्ध गराइरहेको अवस्था पनि छ। यही सन्दर्भमा म हाम्रो दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू हुनुहुन्छ, विपदबाट दिने राहतहरूमा एकरूपता कायम गर्न र मापदण्डको पालना गर्न पनि म आग्रह गर्न चाहन्छु। हामी भावुक पनि हुन्छौँ। सरकारहरू तहगत सरकार छन्, सङ्घमा सरकार छ, प्रदेशमा सरकार छ र स्थानीय सरकार छ। विपद पीडितलाई सबैतिरबाट राहत दिनु स्वाभाविक पनि हो, तर विपदकै नाममा फेरि अलि धेरै प्रचारबाजी गर्नु पनि उचित चाहिँ होइन। हामीले दिने राहतहरू बरु अङ्क बढाउन सकिन्छ, तर होडबाजी गर्नु जरुरी छैन। त्यसले गर्दाखेरि प्रदेशले पनि दिने भनेको छ, सङ्घले पनि दिने भनेको छ, स्थानीय तहले पनि दिने भनेको छ, त्यो हिसाबले होइन, जति दिने हो एकबार प्रणालीबाट जानुपर्छ भनेर अहिले पछिल्लो चरणको चाहिँ कार्यविधिले स्थानीय सरकारलाई एकदमै अधिकार सम्पन्न बनाएको छ। सिडिओ साहबहरूले बाँड्ने सबै राहतका चाहिँ योजनाहरू सबै पालिकाबाट जानेछन् र पालिकाले ती राहत वितरण भइसकेपछि पुनः त्यो उसको लागि चाहिँ उहाँहरूले माग गर्नुपर्ने छ र पालिकाले मागे बमोजिमका रकम जिल्लाबाट माग भए बमोजिमको रकम केन्द्रबाट फेरि त्यसरी नै आउनेछ। त्यसका लागि अगाडि बढ्न अनुरोध गर्दछु। र निजी आवासको हकमा यो चाहिँ विस्तृत क्षेत्रीय चाहिँ आकलन भएको छ कि छैन, थोरै छ भने पालिका आफैले पनि गर्न सक्छ। त्यो सिस्टममा हामीले बनाएको सिस्टममा यहाँका प्राविधिकहरूले मूल्याङ्कन गरेर हाम्रो विपद व्यवस्थापन राष्ट्रिय प्राधिकरणमा पठाउन सक्नुहुनेछ र त्यसबाट भेरिफाई भएर आइसकेपछि ती निजी आवासहरूलाई सरकारले अब तराईको हकमा 3 लाख, पहाडको हकमा 4 लाख र हिमालको हकमा 5 लाख रुपियाँ अनुदान दिने व्यवस्था गरेको छ। यहाँहरूको आवश्यकता अनुसार र त्यो चाहिँ पुनर्निर्माणको योजना बनाउनु चाहिँ सरकारले रकम उपलब्ध गराउँछ। त्यसका लागि पनि केही बाँकी छ भने अगाडि बढ्न म आग्रह गर्न चाहन्छु। र यही सन्दर्भमा अब गृह प्रशासन विपद मात्रै हेर्दैन, मुलुकको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र अमन चाहिँ कायम गर्ने दिशामा क्रियाशील हुन्छ। यहाँ हाम्रा जिल्ला सुरक्षा संयन्त्र पनि सबै हुनुहुन्छ। यो शान्ति, सुरक्षा, सुव्यवस्था कायम गर्ने भन्ने विषय मैले गरेको छु भनेर मात्रै पनि हुँदैन, जनताले अनुभूति पनि गर्नुपर्ने हुन्छ। आनन्दसँग राति सुत्न सकिएन भने त्यहाँ कुनै चाहिँ सुरक्षा भएको महसुस मानिँदैन। त्यसले गर्दा हाम्रा सबै संयन्त्रहरू यो दिशामा क्रियाशील छन्। यो अहिले शान्ति, सुरक्षा, सुव्यवस्था, सुरक्षा चुनौतीका कुराहरू पनि हामीले गर्नुपर्ने हुन्छ। समाजमा परम्परागत रूपमा अपराधका घटनाहरू घटि नै रहेका छन्, कम बेसी होला, तर त्यो ट्रेन्ड घट्न सकेको छैन। अझ त्यसमा विभिन्न तरिकाहरू, विभिन्न अपराधजन्य थप घटनाहरू सिर्जना हुँदै गइरहेका छन्। अहिले पछिल्लो चरणको कुरा गर्ने हो भने अब सिन्धुपाल्चोकको पनि तितो अनुभव हामीले भोगेका छौँ, देखेका छौँ। सडक दुर्घटनामा सिन्धुपाल्चोक पनि अगाडि नै छ। सडक दुर्घटनाबाट धेरैजनाको ज्यान गइरहेको छ। हरेक दिन मुलुकभरको कुरा गर्ने हो भने दैनिक 6-7 जना सडक दुर्घटनामा परेर मृत्यु भइरहेको अवस्था छ। होला यसमा सडकको अवस्थाका कुराले पनि केही असर गर्ला, तर सवारी चलाउने र त्यो सवारीमा यात्रा गर्नेहरूको असावधानीले पनि दुर्घटनाहरू निम्तिरहेको छ। म यहीँ आग्रह गर्न चाहन्छु, सिन्धुपाल्चोक जिल्लाका हाम्रा सुरक्षाका साथीहरू सबै हुनुहुन्छ, सडकमा सडक सुरक्षाको लागि हामी आम नागरिकलाई पनि सजग र सचेत बनाउने र हामी पनि सतर्कताका साथ काम गर्नु। सामान बोक्नेले मान्छे बोकेको छ, पुराना सवारी साधनहरूमा मान्छे झुन्डेर यात्रा गरिरहेको छ। यो अवस्थामा हाम्रा सुरक्षा निकायले त्यसलाई निगरानी गर्नु पर्यो। आम नागरिकले पनि त्यस्ता यात्रा गर्नु भएन भनेर स्थानीय सरकारले पनि पहल गर्नु पर्यो, समुदायले पनि सजगता अपनाउनु पर्यो, सचेतना बढाउनु पर्यो। त्यस्तै गरी पछिल्लो चरण विपद मात्रै होइन, दुर्घटना बढाउने कारकका रूपमा अनियन्त्रित रूपमा योजना बिनाका सडक निर्माणले पनि ठुलो योगदान पुर्याएको छ। अप्ठ्यारा ठाउँहरूमा सडक लगिएको अवस्था छ, सुधार भएको छैन सडकको। सवारी साधन गाउँ गाउँमा पुराना सवारी साधनहरू चलाइएको छ, अनि दुर्घटनाको विकल्प के? त्यसले गर्दा यी विषयमा अलिकति योजनाबद्ध ढङ्गबाट त्यहाँको भूगोललाई हेरेर इन्जिनियरिङ रूपमा चाहिँ
आवश्यकता अनुसारका चाहिँ मापदण्डहरू पालना गरेर सडक निर्माण गरियो भने र त्यसमा सरकारले तोकेको मापदण्ड र अनुशासनका कुराहरू पालना गरेर सवारी चलाइयो, सवारीमा यात्रा गरियो भने दुर्घटना कम गर्न सकिन्छ। यसका लागि पनि स्थानीय सरकार र समग्र आम समुदायलाई म आग्रह गर्न चाहन्छु। त्यस्तै अहिले पछिल्लो चरण लागु औषध दुर्व्यसनीको सङ्ख्या पनि अत्यन्तै धेरै बढिरहेको छ। नगरपालिका क्षेत्रमा पनि पक्कै त्यसका घटनाहरू बढेका होलान्। हाम्रा सुरक्षा निकायमा यी विषयहरू पक्कै जानकारी होला। एउटा त यो दुर्व्यसनीमा नफसाउनको लागि समग्र परिवार, समाज र हामी राज्य सबै लाग्नुपर्छ। दोस्रो, कोही लागु औषध प्रयोगकर्ता भइसकेको छ भने त्यसलाई हेलाहोचो गर्ने होइन, त्यसलाई उपचार गरेर पुनर्स्थापनाका लागि हामी फेरि परिवारले नै सहजीकरण गर्नुपर्छ। हामीले त्यसलाई बाइकट गर्ने भन्छ नि, बाहिर छोड्यो भने झन् त्यसले दुर्घटना निम्त्याउन सक्छ। त्यसले गर्दाखेरि परिवारले पनि आफ्ना सदस्यहरू यदि लागु औषध दुर्व्यसनी छन् भने समयमा सूचना दिएर उपचारमा लगाउने गरी त्यसलाई चाहिँ प्रयत्न गर्नुपर्छ र त्यसलाई सरकारले पनि सहजीकरण गरिरहेको अवस्था छ। यो लागु औषधले आफूलाई मात्रै असर गर्दैन, यसले परिवार र समाज सबैलाई अत्यन्त ठुलो समस्यामा पार्न सक्छ। लागु औषध दुर्व्यसनीले सवारी साधन चलाउँदा आफू मात्रै होइन, आफ्नो साधनमा मात्रै सवार भएको होइन, बाहिरका मान्छेलाई पनि दुर्घटना बढाएर यसले चाहिँ क्षति ठुलो पुर्याइरहेको हुन्छ। त्यसका अलावा त्यो परिवारका सदस्यले लागु औषध दुर्व्यसनीले, लागु औषध प्रयोगकर्ताले आफू डिप्रेसनमा जाने र पछाडि आत्महत्याका घटनामा संलग्न हुने पनि हुन्छन्। परिवारका सदस्यहरूले ती दुर्व्यसनीको पीडाका कारणले पनि फेरि अर्को आत्महत्याका घटनाहरू बढ्न सक्छन्। त्यसले गर्दा यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिनलाई म सबैलाई आग्रह गर्न चाहन्छु। आत्महत्याका कुरा गर्ने हो भने दैनिक अहिले 50-60 जनाले आत्महत्याको प्रयत्न गरिरहेको हाम्रा प्रतिवेदनहरूले देखाइरहेको छ। यो एकदमै ठुलो चुनौती छ। दैनिक 50-60 जना त प्रयास गर्छ, त्यसमध्ये 17-18 जना त मरेकै अवस्था छ। यो ठुलो समस्याको रूपमा बढिरहेको छ। तसर्थ त्यो अवस्था सिर्जना हुन नदिन हामी सबै लाग्नुपर्छ। र पछिल्लो चरण युवामाझ, र युवा मात्रै होइन, धेरै जनताहरू, यो हरेकका हातमा मोबाइल छ, तर मोबाइलको प्रयोगमा आफूले सजगता अपनाउन नसक्दा साइबर क्राइमका घटनाहरू बढेका छन्, अन्य दुर्घटनाका अवसरहरू बढिरहेका छन्। त्यस कारणले गर्दा यी सबै विषयहरू अहिले समाजमा चुनौतीको रूपमा बढिरहेका छन्। त्यसमा हामी जिल्लाका सम्पूर्ण सुरक्षा संयन्त्र र पालिका सरकारले मिलेर, समाजले मिलेर, सामाजिक सङ्घ-संस्थाहरूले मिलेर यी सबै विषयहरूलाई नियन्त्रण र न्यूनीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन। तसर्थ यी सबै कार्यमा गृह प्रशासन, हाम्रो जिल्ला प्रशासन, जिल्ला सुरक्षा संयन्त्र र इलाकामा रहेका हाम्रा सुरक्षा निकायहरू प्रतिबद्ध भएर खटिरहेका छन्। त्यसमा हामी एक्लैले गरेर सम्भव छैन। समाज, समुदाय र स्थानीय सरकार, प्रदेश सरकार सबै मिलेर यसलाई चाहिँ प्रयत्न गरियो भने पक्कै पनि यसबाट हुने क्षति, अपराधका घटनाहरू घटाउन सकिन्छ भन्ने मलाई लाग्छ। तसर्थ यी कुरामा सबैलाई लाग्न आग्रह गर्दै अन्तमा यो 115औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुनः समग्र समाजकै सुख शान्ति समृद्धिको र मूलतः महिलाहरूको हक अधिकार र सुख शान्ति समृद्धिको सुनिश्चितताको हामी सबै मिलेर पहल गरौँ भन्ने कामनासहित पुनः शुभकामना दिँदै यो कार्यक्रममा बोलाएर आफ्ना कुरा राख्ने र यहाँको स्थानीय समुदायको समस्या पनि सुन्ने अवसर दिनुभयो, त्यसका लागि धन्यवाद दिँदै पछिल्लो चरणमा अघि एकजना महिला मित्रले उठाउनु भएको यो कोषहरूको व्यवस्थापनको विषय छ। प्रमुख जिल्ला अधिकारीज्यूले पनि यहाँ यो पछिल्लो चरणमा स्थापना गरिएको कोषको विवरण सङ्कलन गर्नुहोला, मेयर साहबले पनि त्यसको सहजीकरण गर्नुहोला र यसलाई के गर्दा आम नागरिकको नाममा उठाइएको कोष छ त्यसलाई आम नागरिककै हितमा कसरी खर्च गर्न सकिन्छ त्यसका लागि पहल गर्न हामी सबैतिरबाट सहजीकरण गर्ने नै छौँ। यति भन्दै सबै मिलेर विपदलाई न्यूनीकरण गर्ने, सामाजिक अपराधहरू न्यूनीकरण गर्ने र समृद्ध समाज निर्माणमा हामी सबै लाग्नलाई विशेष आग्रह गर्दै मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।